हेलो हेलो सम्पूर्ण नमस्कार। आज म छु बुढा सुब्बा मन्दिर पूर्वको प्रमुख पर्यटकीय धार्मिक स्थलबाट, जुन चाहिँ धरान 14 बिजापुरमा अवस्थित छ। हामी चाहिँ यो प्रवेशद्वारबाट भित्र प्रवेश गरिसकेपछि यो साइडमा चाहिँ यस्ता गिफ्ट आइटमहरू, माला, चुरा, पोते, औँठी अनि यस्ता रुद्राक्ष मालाहरू, डोरीहरू, विभिन्न प्रकारका आइटमहरू देख्न सकिन्छ। किनभने तपाईँहरू आफ्नो सवारी साधन मार्फत आउँदाखेरि चाहिँ यता पार्किङको पनि प्रशस्त व्यवस्था रहेको छ है। सबै गाडीहरू चाहिँ यता पार्किङ गरिन्छ भने गिफ्ट आइटमहरू चाहिँ लिँदैछ। चुरा, पोते अनि यो कालो चस्मा चाहिँ विशाल बजारमा मात्र होइन, धरानको बुढा सुब्बा पनि पाइन्छ है। यो धरानका बुढा सुब्बाको बाँसहरू, बाँसको चाहिँ टुप्पा हुँदैन। अनि यहाँ यसरी आफूले गरेका बाँसहरू पुरा होस् भनेर चाहिँ यसरी धागहरू बाँधेको पाइन्छ। रुद्राक्षबाट बनेका ढाकीहरू, अनि यहाँ चाहिँ एउटा सोडा पसल पनि छ है। ल मेरो अगाडिबाट केराको आयो मैले। यो साइडमा चाहिँ पूजाका लागि आवश्यक पर्ने पूजाका सामग्रीहरू पाइन्छ है। पूजा चाहिँ एकदम व्यवस्थित तरिकाले गरिन्छ। यो हो बलि दिने लाइन। यहाँ चाहिँ बलि दिएर पूजा गर्नेहरूको लाइन चाहिँ यो हो भने, अनि यताको लाइन चाहिँ धूपबाती अक्षता फलफुलबाट पूजा गर्ने लाइन चाहिँ यो हो। लाइन सबै बेग्ला बेग्लै छ। अनि पूजालाई सरल र व्यवस्थित बनाउनको लागि चाहिँ हामी यहाँनिर लाइनमा बस्नुपर्ने हुन्छ है। यहाँ मैले अघि पनि भनिसकेँ, बलि दिनेहरूको, बलि दिएर पूजा गर्नेहरूको लागि बेग्लै लाइन छ र फुल पाते धुप अक्षताहरूको लागि बेग्लै लाइन छ। पूजालाई व्यवस्थित गर्नको लागि यसरी लाइनबाट पूजा गराइन्छ। बाँसको छहारी मुनि रहेको बुढा सुब्बा मन्दिर जहिले पनि भिड त भइ नै रहेको हुन्छ। जहिले पनि दर्शनार्थी भक्तजनहरूको भिडभाड जहिले पनि अत्याधिक रूपमै रहेको पाइन्छ। तर पनि विशेष गरेर चाहिँ यहाँ चाहिँ शनिबार र मङ्गलबार, हप्ताको 2 दिन चाहिँ अरू बारभन्दा अत्याधिक मात्रामा भक्तजनहरू आएको पाइन्छ। जहाँ चाहिँ धरान र धरानदेखि बाहिरका विभिन्न स्थानहरूबाट पनि भक्तजनहरू दर्शन र आफ्ना भाकाहरू पुरा गर्न आउनुभएको पाइन्छ। यहाँ गुन्जिने घन्टीको आवाज, चराचुरुङ्गीको आवाज र फुलको सुगन्ध र धूपबातीको बासनाले चाहिँ मन एकदम आनन्दित र प्रफुल्लित बनाएको अनुभव हुन्छ भने वरिपरिको हरियालीले पनि बुढा सुब्बालाई थप सुन्दरता प्रदान गरेको पाइन्छ। यहाँ चाहिँ धूपबाती चाहिँ भित्र बाल्न पर्दैन है। धूपबातीलाई सबैभन्दा बाहिरको लेयरमा बाल्नुपर्ने हुन्छ। यसरी
फुलपाती बाल्ने ठाउँ फेरि बनाइदिएको छ बेग्लै। यहाँ आएर चाहिँ तपाईँहरूले फुलपाती बाल्न सक्नुहुन्छ। सार्वजनिक शौचालयहरू पनि व्यस्त छ है। त्यस्तै गर्छ नि त नि। अनि तपाईहरु आफ्नो फोर व्हीलरमा आउनुहुन्छ भने चाहिँ फोर व्हीलरको लागि यता पार्किङको पनि व्यस्त छ है। अनि हामी चाहिँ मन्दिर दर्शन गरिसकेर एकचोटि क्यामेरालाई आकाशतिर घुमाइदिएर 1-1.5 फुटा खिचेर लाग्यो दन्तकालीतर्फ। हामी चाहिँ बुढासपाको दर्शन गरेर अब दन्तकालीतर्फ लाग्दैछौँ। हाम्रो यहाँ छोरीको नाम पनि दन्तकाली चाहिँ होइन है, निहारिका हो। बरु बुढीको नाम चाहिँ दन्तकाली राख्दाखेरि सुहाउँछ, तर फेरि यसको दाँत चाहिँ सेतो छ र मात्रै दन्तकाली नराख्दैको मान्छे चाहिँ काली नै छ। नाति नाति यहाँ न CR7 हो फेरि नाम चाहिँ हो CR7। यो चाहिँ विजयपुर चोकको पार्क देख्न सकिन्छ यहाँहरूले। यस्तो भिसी गाडी पनि बनाएको त। CR7 फुटबलर CR7 हामी चाहिँ अब दन्तकाली उक्लिने क्रममा यो बाटोबाट चाहिँ सर धरानको भ्यू हेरेर क्रमशः अगाडि बढ्यो। आमाले भन्दै थियो फुलपाती लिएर जानु भनेर, तर हामीले फुलपाती लिएर गइएन किनभने हामी दर्शन मात्रै गर्ने तरिकाले चाहिँ दन्तकाली आएको। हामीले पूजा आज चाहिँ बुढासुब्बामा गरिसकेको छौँ। हामी सधैँ भित्र पस्ने अनि यसो भेटीसेटी चढाएर जट्टिका प्रसाद ग्रहण गरेर निक्लिहाले भएकाले हामीले फुलपातीहरू चाहिँ यताबाट लगिनौँ है। भित्र यसो दर्शन गरेर निक्ल्यो। होइन सम्झिन ल फेरि भिडियोमा आउँछ तिमी। ल हामी चाहिँ दन्तकाली पनि भ्रमण गरिसकेर अब
फर्किँदैछौँ। हामी चाहिँ अब यो इयरफोन झन्डैले झरेछ त। अनि मित्रहरू साँच्चै मलाई यो चेस्मा र रातो टिकाले चाहिँ स्वागत थियो कि थिएन है, एकचोटि भनिदिनु होला है। चेस्मा र रातो टिकाले कस्तो स्वागत थियो है त। यो चाहिँ पदमार्ग है। अब उताबाट गाडी टेम्पो मतलब सवारी साधनहरूको लागि पनि उताबाट अर्को बाटो छ, तर हामी चाहिँ यो पदमार्गबाट अगाडि बढिरहेछौँ। भने नातिनी हुनुहुन्छ उहाँ सबुनाम। छोडिदेऊ न, हिँड्न देऊ। लड्दैन उहाँ कस्तो अप्ठ्यारो बाटो हिँडेका छन्। बोल्नु यिनीहरू त हिँड्न नपाएर रहेछ नि त रुखको त। मित्रहरू आजलाई मैले मेरो भ्लगलाई यहीँ अन्त गर्न चाहन्छु। हस् त, धन्यवाद।